Video Cromailo. Video Cromailo. के भयो सानी के भयो कसले गर्यो यहाँ को हो तिमी कस्तो नराम्रो सपना देखेछु हे भगवान विपनामा यस्तो नहोस् है आधी रात बाँकी रहेछ अझै सुत्नु पर्यो यो ज्ञानुको घरमा कोही पनि उठे आएनन् ज्ञानु ए ज्ञानु कोही पनि बोल्दैनन् काकी ए चम्पा काकी म के काकी चिन्नु भएन ए बाबु तिमी पो यतिका बिहान के कति काम ल्यायो होला फेरि तिमी त कहिले नआउने मान्छे त्यस्तो काम त केही थिएन काकी अब गाउँमा खसी काट्ने रे म त मासु खाने मान्छेको नाम टिप्दै आएको छु ए हो र बाबु हो नि काकी बरु हजुरले भन्नु त कति भाग लिनुहुन्छ मेरो अन्त जाने पनि काम छ खै बाबु दिन त हुन्थ्यो पैसा छैन कति रुपियाँ किलो रहेछ मासु अनि कसो घरमा काट्न आँटे नि खासले अरू त कसले हुनु नि काकी त्यही माथिल्लो गाउँको काजी बाले बरु मलाई त नाम टिपेर आइज तँलाई एक भाग दिन्छु भन्नुभएको छ बरु तपाईँले भन्नु त कति भाग लिनुहुन्छ मलाई अलि हतार छ केले लिने हो र बाबु आफूसँग पैसा छैन फेरि काजीवाला उधार दिनु भन्न हुन्थ्यो र कहिले गरिन्छ होस् बाबु हामी त नलिने यहाँ काकी तपाईँ पनि ऋणसिनको कुरा गर्नुहुन्छ वर्ष दिनमा एकपटक आउने चाडपर्वमा पनि एक भाग मासु नदिने यस्तो भनेपछि त भएन त काकी के गर्ने त बाबु दसैँ त पैसा हुनको लागि मात्रै हो हामी गरिबहरूको लागि त दसैँ भने दसैँ भनेर आउँछ त्यही पनि दसैँमा मासु खानै पर्छ भन्ने त छैन नि होस् बाबु हामी त नखाने ल त काकी म त जान्छु अरूको घरमा पनि जानुपर्ने छ हजुरले नराखिँदा त ठिक छ म त गएँ ल ल बाबु जाऊ ए ज्ञान अहिलेसम्म उठेको छैन ए ज्ञान ज्ञान उठ्न अब त भाइले घाम चल मलाई लागिसक्यो अहिलेसम्म सुत्छ छिटो उठ उठेको आमा कस्तो ओछ्यानमा आएर नि कराउनु पर्छ होइन त अहिलेसम्म किन सुत्छस् त्यस्तो होइन के यता सुन न आमा भन के हो मैले आज राति कस्तो नराम्रो सपना देखेँ आमा विपनामा के हुन्छ होला होइन के सपना देखिस त्यस्तो काजीबाले केही दिन ऋण थाम्दिनुहुन्छ कि भनेर काजीबाको छोरीसँग भेट गरेर कुरा गर्दै थिएँ आमा पछाडिबाट सानीको कसले टाउको फुटाइदिएछ होइन को रहेछ त्यो तिमीलाई चिनिनस् खै आमा मुख बुझेर आएको थियो चिन्नै सकिनँ अनि अनि अरू के भयो त खै आमा सानीको टाउकोदेखि रगत बगिरहेको थियो त्यतिकैमा बिउजे आमा खै बाबु विपनामा कुरा नभएको कुरा सपनामा आउँछ भन्छन् के र त्यही पनि ती काजी बाको सन्तानबाट अलि टाढै बसेको राम्रो तिनीहरू कोही पनि राम्रो छैनन् के र हो आमा त्यो कुरा त मैले पनि बुझ्छु नि तिमीलाई नसोधी त्यस्तो काम गर्छु होला त गर्नु पनि भएन बाबु जे गर्नु छ आफ्नो हैसियत औकात मिलेसँग मात्रै गर्नुपर्छ चाहे त्यो माया होस् चाहे साथ फेरि कुनै दिन तर त्यो पुतलासँगै बसेको काजीबाले देख्यो भने हामीलाई त्यो गाउँमा बसी खाना दिँदैनन् नि फेरि विचार गरेस् या आमा तिमी किन चिन्ता गर्छौ चिन्तै गर्नु पर्दैन के चिन्ता लाग्दैन होला त छोरा एउटी आमालाई छोराको भन्दा अरू कसको चिन्ता लाग्छ होला र फेरि तपाईँले कतै बिग्रिलास् भनेर सम्झाएको मात्रै हो ल त अबेर भइसक्यो म खाना पकाउँछु ल ल ए यिनी त राख है ल ल
बिजोक रमाइलो आमा बाबा कहिले आउनुहुन्छ मामा घरदेखि? खै नानी तेरो हजुरआमा बिरामी हुनुहुन्थ्यो, कहिले आउनुहुन्छ? आमा दसैँ तिहार पनि आउनु लाग्यो। बाबा घरमा भएको भए नयाँ लुगाहरू किन्ने हुन्थ्यो। अनि बाबा कहिले आउनुहुन्छ आमा? अनि बाबालाई कल गर्नु न एकचोटि। ए फोन पनि आयो। हेलो ए हस् हस् के भयो आमा? अनि यति किन खुसी भएको आमा? आज तेरो बाबा आउँदैछन् रे कि? वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार। दसैँ पनि आयो। ओहो खेतभरि धानको पालो झुल्किएको छन्। रमाइलो हुन्छ होला दसैँमा छुट्टी। अब घर पनि पुग्यो, अब जानु पर्यो। यहाँ घरतिर आइसकेपछि त बोलाम। ओ ज्ञानु भाउजू, ज्ञानु भाउजू बाहिर आउनु त। भित्रै हुनुहुन्न रहेछ, किन नबोले हो भाउजू? ए काका पो आउनु भएछ। कहाँदेखि आउनु भयो? यत्रो दिनसम्म कता हराउनु भएको थियो? म उता माइतमा गएको थिएँ, अनि के अरे उता सासूआमा बिरामी हुनुहुन्थ्यो, त्यही भर्खर आउँदैछु। अब दसैँ पनि आयो, त्यतै मनाउने त होला दसैँ। ए ल ल काका, यसपालिको दसैँ पनि राम्रो हुने भयो। रमाइलो गर्नुपर्छ है काका। अब काको भतिज भइसकेपछि यसै रमाइलो भइहाल्छ नि, चिन्ता नगर्नु केटा, रमाइलो गरौँला। ए ल ल रमाइलो त जतिबित्ति गर्नुपर्छ है। भइहाल्छ नि केटा। अनि बाबु उता माथितिर आमा सुन्छु भयो त? भाउजू पहिलेको भन्दा अहिले अहिले त विशेष भएको छ। ए सन्चो बाबा त राम्रो भएको के अरे? ल ल भाउजू, अब म पनि धेरै दिनपछि अब घरमा आएको छु। अब उता तिनीहरू नि पर्ख्या हुन नि, हामी कुरा गर्दै गरौँला। म घरतिर गएँ है। ए ल ल ल ल हुन्छ भाउजू, राम्रो सम्झाउनु है काका। ल ल ज्ञानु है। ल ल आमा, म एकैछिन गाउँतिर पुगेर आउँछु है। ए ल दादा छिटो आउने फेरि। ए ल आमा। सानी छोरी बाहिर आऊ त। भाइ र बाबा आउनु भएको जस्तो छ, जाऊँ न। ए बाबा आउनु भयो? आयो, जाऊ बिछन लिएर आऊ त। अनि बाबा के ल्याइदिनु भयो त नआउनु? चिन्ता नगर न केटा, तेरो लागि त कपडा ल्याइदिएको छु कि। लौनु बाबा बस। बस तिमीहरू नि। बाबा कपडा ल्याइदिएछु भन्नुहुन्थ्यो नि त, दिनु नि त कपडा। बाबा भर्खर त आउनु भएको छ, तँलाई के हतार छ अहिले? होइन त के खालको मान्छे होस्, मैले बाबालाई कपडा मागेको छु, त चाहिँ अनि फेरि बिचमा आएर किन बोलिरहेको छस्? किन बोल्ने अनि? तँलाई रिस गरे होइन के दाइ? तँलाई राम्रोसँग सम्झा, बाबा भर्खर आउनु भएको छ, फिस दिन दिनुपर्छ भनेको। अनि बाबाले कपडा दिन्छु त भन्नुभएको छ नि त, अनि त फेरि आएर किन बोलिरहेको छ? भयो भयो, तिमीहरू नबोल के, मैले तिमीहरू कपडा ल्याइदिन्छु, अब दिन्छु रोक। होइन बाबा, यो बिचमा आएर बोल्छ सधैँ यस्तै हो यो। यसको के तँ त त्यस्तै थियस्। हुन त कसले पो राम्रो गर्थ्यो र मलाई। दुइटालाई यो ल्याइदिन्छु, यो समात आफ्नो भित्र गएर लाउँछ दुइटाले। ल जान्छ नानी, भित्र गएर। जाम जाम हिँड आ। कति खुसी भयो कि यिनीहरू। ए यो ज्ञानुलाई ल्याइदियो कपडा, बिर्सेछ त दिन, म दिन जान्छु है। हो ज्ञानु दिनु पर्दैन कपडा सपडा। उताटी दाइको छोरा ज्ञान हो क्या। अब त्यो दसैँ आइसक्यो, उताटी किन्ने पैसा छैन तिनीहरू हुन्छ, हामीसँग थियो र त्यही। अब तिनीहरू ल्याइदियो, अल्त ज्ञानलाई ल्याइदिएछु। अब के सबै मिलेर पो गर्नुपर्छ त, दाइ हुनुहुन्न त, त्यो तँलाई थाहा छँदैछ। अब किन यस्तो गर्छस् त अहिले? अब चाडबाड भनेको अब सबैको त्यो सबैको खुसियाली छाउने दिन हो। अब सबै मिलेर मनाउनु पर्छ चाडबाड भन्छ। अब त्यो दाइको छोरालाई एउटा कपडा ल्याइदियो भन्दैमा के भएर? हुन त हो नि, हामीसँग पैसा हुनु परेन त? अब अलिअलि पैसा के काम गरेर जम्मा गरेको थिएँ, उताटी दाइ पनि त हुनुहुन्न। अब तिनीहरू नि किनिदिने कोही छैन, त्यही भएर मैले ज्ञानुको लागि मात्रै ल्याइदिएको हुँ क्या। अब धेरै नरिसा न त। ए ल ल हुन्छ, मेरो लागि ल्याइदिएन हौ खै। खै त मेरो लागि। तिम्रो लागि छुट्टै छ? के छुट्टै छ? तिम्रो लागि त मनभरि माया बोकेर ल्याइदिएछु त। योदेखि अरू के चाहियो तिमीलाई? हे बच्चा जस्तो कुरा नगर न, के दसैँमा तिम्रो माया लाएर हिँड्यौ र? चिन्ता नगर्न, यो छुट्टी अब छोरछोरीलाई किनिदिएछु, थोरै पैसा थियो त्यही भएर हो क्या। अब तँलाई 2-4 दिनमा त्यहाँ पर कमाउनु जान्छु, अनि तँलाई किनिदिइहाल्छु त। बरु भित्र जाम पनि भनिदिनुहोस्, म
म थाकेर छु। ए ल ल हुन्छ भित्र जाऊँ। ल ल ए यो ज्ञानलाई दिने बिर्सेछु म दिएर आउँछु है। ल ल हुन्छ। कहाँ छ फेरि भाउजू ए भाउजू ए देवर बाबु भित्र आउनु भित्रै बस्नु। ए हुन्छ हस्। यता बस्नु देवर बाबु। ए हुन्छ भाउजू। भाउजू के अरे मैले अब थोरै पैसा थियो अब तपाईँको र उसको लागि केही ल्याइदिनु होइन। अब ज्ञानको लागि ल्याइदिएछु धेरै त्यो नगर्नु होला बिस्तारै कमाइ फेरि ल्याइदिनु है। ए भइहाल्छ नि बाबु यति दुःख त नगर्नु पर्ने हो। त्यही पनि ज्ञान ल्याइदिनु भएछ त्यही नै खुसी हो मेरो लागि। ज्ञान तेरो लागि हल्का कपडा ल्याइदिएछु। अब यसपालि धेरै भएन अब उतातिर पनि तेरो भाइ बहिनी त्यति छोरछोरी ल्याइदिएछु। अब यहीमा चित्त बुझा यसपालि। भइगयो काका उता फेरि काकी रिसाउनु हुन्छ ल यो लग्नुहोस्। होइन लग्न काकाले दियो त लग्न त राख। अघि राख तेरो काकीको बानी त्यस्तै छ भने तँलाई थाहा छँदैछ त। अनि ठिकै रिसाउनु पर्छ लाइट देखाउनु पर्छ है भोलि। ल हस् हुन्छ। ल भाउजू म गएँ है। ल ल बाबु। राम्रोसँग जानु होला काका। ल ल होइन बाबु तैँले काकालाई त्यस्तो किन भनेको? होइन कि आमा अघि न मैले सुनेको काकाले मलाई कपडा ल्याइदिनु भएको थियो। काकी त कस्तो रिसाउनु भयो। काकी त्यस्तै चिन्ता थाहा छैन र तँलाई? काकी जस्तो भए पनि काका त राम्रै छ नि तेरो। त्यो त हो फेरि। ल ल धेरै चित्त नदुखा। दसैँको लागि तेरो काकाले कपडा ल्याइदिइसक्नु भयो। अब त्यसमा चित्त बुझाउनु त होला। ल ल आमा जे जस्तो गरे पनि काकाले माया मान्छ नि हामीलाई। हो त। बिजोक रमाइलो आमै म गाउँतिर गएँ है एकछिन पछि आउँछु। दसैँको लागि लुगा त ल्याइदिए बाउले। अब यो कुरो चाहिँ कान्छोलाई सुनाउनु पर्छ। कान्छो कहाँ चाहिँ होला आज अहिलेसम्म देखिया छैन। एकचोटि फोन गर्नु पर्छ कि के हो कहाँ गएको छ कान्छो। कान्छो त झट्टै खोलाको छेउमा आयो त। कान्छो एकदमै जरुरी काम छ कि छिटो आइदैन। के छ साने? कति ढिला गर्छस् कि त? ए फुल टिप्न लागेर हो के? सुन्न कस्तो राम्रो बास्ना छ। आनन्द कहाँबाट ल्याइस् नि? माथि गाडामा चढेर ल्याए मेरो कस्तो गाह्रो ठाउँमा थियो। पहिला त मलाई यो भन्दा यति चाँडै किन बोलाइस् मलाई फोन गरेर? कान्छो एउटा खुसीको खबर छ के खुसीको कुरा हो सुनाइहाल्न त छिट्टै। मेरो त बाउले दसैँको लागि नयाँ कपडा किन्न ल्याइदिए नि। तैँले किनिस् कि नै दसैँको लागि नयाँ कपडा? तेरो त बाउ छोरा ल्याइदियो अब मलाई कसले ल्याइदिन्छ भन् त साने। भनेपछि यो दसैँमा तेरो नयाँ कपडा हुँदैन? कसरी हुन्छ त आफूसँग पैसै छैन कमाउने भाउ पनि छैन। बरु तैँले केही उपाय ला न साने। के चाहिँ उपाय लाउने होला त? आइडिया कान्छ आइडिया। के आइडिया हो भन्न साने? त हिँडिहाल त अब त खुरुक्क हिँडिहाल त। तेरो नयाँ कपडा आउँछ नि त चिन्ता नगर। बिजोक रमाइलो